नमस्ते एभ्रिवान, स्वागत छ हजुरहरूलाई एउटा अर्को नयाँ ब्लगमा। आज हामी खाजा खाँदैछौँ। खाजा प्रोग्राम चलिराखेको छ यहाँ सरहरूसँग। अब तपाईँहरू नसोच्नुहोला साउनको महिना पनि मासु खायो भनेर। यो असाढको महिनाको भिडियो मैले साउनको महिनामा मात्र पोस्ट गरेको है। अहिले म जाँदैछु इन्डिया र नेपालको बर्डरमा। तपाईहरू भिडियो हेरेर साथ दिनुहोला। हेर्नुहोस् त कति धेरै मङ्कीहरू छन्। मङ्की हेलो। हनुमानको सेनापतिहरू धेरै रहेछन् यता। अब हामी पुगे इन्डिया र नेपालको बर्डरमा। यो नेपालको सिमाना थियो पहिला, अहिले भारतको बनिसकेको छ भन्नुहुन्छ है। तर मलाई त थाहा पनि छैन भारतको थियो कि नेपालको थियो। तर नेपालकै हो भन्न सुनिन्छ। यहाँ धेरै मान्छेहरू खेल्न पनि आउने रहेछन्। ग्राउन्ड हेर्नु कति धेरै ठुलो छ। मैले त फर्स्टचोटि देखेको यो ग्राउन्ड। यता सरहरू खै के कुरा गर्दै हुनुहुन्छ। आफ्नै पारामा हुनुहुन्छ। मेम पनि हुनुहुन्छ एकजना। यो सबै ग्राउन्ड हेर्नु कति राम्रो देखेको छ। पुरै हरियाली हरियाली। नेपाल भारतको सिमाना। हामी पुगिसकेका छौँ जुत्ता चप्पल पसलमा। सरहरू जुत्ता चप्पल हेर्दै हुनुहुन्छ। यहाँ धेरै जुत्ता चप्पलहरू पनि छन्। तपाईँहरूलाई कुन जुत्ता मन पर्यो प्लिज कमेन्ट गर्नुहोला।
अब म सब्जी मन्डीतिर जाँदैछु फलफुल लिन र अलिअलि तरकारी लिनको लागि। पहिला म आमहरू हेर्छु, आम लिनु पर्ला। त्यसपछि तरकारी लिनु पर्ला। तपाईहरु भिडियो हेर्दै गर्नुहोला। भिडियो राम्रो लागेमा लाइक कमेन्ट गर्नुहोला। मेरो च्यानल सब्स्क्राइब गरिदिनुहोला।